हाई एभ्रिवान, वेलकम टु माई मिनी ब्लग मिट माई फ्रेन्ड दर्शना। आज चाहिँ हामी काठमाडौँको हो हल्ला छोडेर जाँदैछौँ लिङ्ग भैरवी। यो चाहिँ धुम्बाराई हुँदै चक्रपथ हुँदै हजुरहरूले चक्रपथबाट राइट लिन सक्नुहुन्छ। तपाईँहरूले चक्रपथबाट यसरी नै मैले देखाए जस्तै राइट लिएर स्ट्रेट जानुभयो भने चाहिँ हजुरहरूले लिङ्ग भैरवी देख्नुहुन्छ। र यो चाहिँ बाटोकै छेउमा छ, हजुरहरूले देख्न सक्नुहुन्छ लिङ्ग भैरवीको बोर्ड। काठमाडौँमै हुनुहुन्छ र पिसफुल ठाउँको खोजीमा हुनुहुन्छ भने यो चाहिँ रहेको छ सद्गुरुले स्थापना गर्नुभएको लिङ्ग भैरवी। पहिलोचोटि जाँदै हुनुहुन्छ भने चाहिँ हजुरहरूलाई पनि लाग्न सक्छ यस्तो बिजी र क्राउडेड एरियामा यति शान्त र सुन्दर ठाउँ पनि रहेछ जस्तो लाग्न सक्छ। आरती मेडिटेसनले हजुरहरूलाई अझ पावरफुल डिभाइन एनर्जीसँग कनेक्ट भएको फिल गराउँछ। Thank you for watching. Bye bye. See you in the next mini vlog.